रातोलाई सेतो हान्दिनुहोस् ल 1 2 3 स्टार्ट नमस्कार नमस्कार यहाँ हजुरको शुभ नाम चाहिँ मेरो नाम बुद्धि कुमार राई कति वर्ष पुग्यो वर्ष 81 अनि कुन राई हुनु म बायुङ राई कुन पाछा हङ्गुचा छ होइन चा हाम्रो उहाँ भाइ धीरेन्द्र रुम्दाली भाइ उहाँसँग पहिलेदेखि हाम्रो चिन्जान के अरे धरानमा रहँदै उहाँ एकदमै पहिचानवादी युवा होइन त्यही अधिकार कर्मी पहिचान अभियन्ता उहाँ हाम्रो डाक्टर कमल तेलाजी हुनुहुन्छ म चाहिँ उहाँहरूसँग चिन्जानदेखि नै म यो राई लिम्बूको मुन्दुमहरू इतिहासहरू हजुर खोजिरहने मान्छे होइन हजुर अनि हाम्रो उहाँ चाहिँ हजुरको शुभ नाम चाहिँ म तारा हाङराई ए बाइङै हो म भाइङ म छोरा हो उहाँ ए उहाँकै छोरा ए र मेरो मुवा हुनुहुन्छ ए मामा ए ए नमस्कार आमा नमस्कार अनि यो चाहिँ ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका मध्य वार्ड 3 नम्बर 11 ए के ठाउँ यो यो गोरुमारे भन्ज्याङ ए गोरुमारा ए अचेल अलिकति नयाँ परिवर्तन गरे अँ, यो सङ्कट कालको बेला चाहिँ आर्मी प्रशासन लागेर अँ, यहाँ गोरुमारे भन्नु हुँदैन मिलन चोक भनेर चाहिँ भन्नु लाग्यो भनौँ न अहिले चाहिँ प्राय सरकारी अड्डा अदालतहरूमा चाहिँ मिलन चोक लेख्दा रहेछन् यसो परिपत्र सत्र गर्दा पनि तर हामीले चाहिँ आफ्नो पुर्खौली जुन जे भनेर ल्याए त्यही नामलाई चाहिँ यो कति नम्बर ओखलढुङ्गा भन्थ्यो पहिले यो पूर्व 3 नम्बर पूर्व 3 नम्बर होइन हजुर यो माचकिरात यो माछ किराँत पनि भन्दो रहेछन् वल्लो किराँत पनि भन्दो रहेछन् अब दुधको सिकोसीमा राखेको सुनिन्छ होइन अब यसो भनेको सुनेको चाहिँ वल्लो किरात वल्ल किराँत किराँत मात्रै उहिले चाहिँ सुनिन्थ्यो हामीले चाहिँ जानेको पूर्व 3 नम्बर भनेर भन्थे अब यो माछ ऊ भनेको चाहिँ पढेर जानिने रहेछ हामीले चाहिँ सुनेको पछि बाबुबाजे लेखेपछि चाहिँ वल्लो किरातको कुरा बाबुबाजेले भनेको अनि हजुर अरे यो त थिच्दै थिचेन छ नि भाइले त मारिरहेको छ नि ठिकै होला थिचेन छ नि रेकर्डै भएन यति गर्नु रेकर्ड भयो उता काट्दैछ नि टुक्राइदिएछ क्या टुक्राइदिएछ क्या भाइले काटिदिइहालेछ भाइले माऱ्यो भने यो त कसरी फेरि गर्नु होला अब तारा ओ तारा एकै पिएने त्यति नै मारे तिमीनामा पाइयो भने टुक्राइदिनु भएको छ मारिदिनु भएको छ नि त हो र हो नि होइन होला हजुर नटुक्राइदिनु न ल टुक्राइन मैले होइन नि यो जस्तो तपाईँको भिजुअल हुन्छ नि यो रातो छैन यसलाई सेतो पारेपछि नचलाइदिनु भने त्यही गरेको थिएँ ल त अब फेरि सेतो पाएर हाम्रो खिच्नुहोस् न तपाईँ खिच्छु म मैले यो क्लिक हान्ने होइन त यति गरेर सुरु भयो